त्यो दिपकले त्यस्तो गरेको र प्रमाणलाई बलियो बनाउन पीडितको स्वास्थ्य परीक्षण गराइदिन आग्रह गर्दै सरकारी अस्पतालमा पत्र पठाइन्छ, किनकि पीडितमाथि के कस्तो हिंसा भएको हो त्यसको सबैभन्दा बलियो प्रमाण स्वास्थ्य परीक्षण नै हो। लिएर जानुस् पत्र, मेडिकल स्वास्थ्य आफ्नो मेडिकल गर्नुहोस्, स्वास्थ्य परीक्षण गर्नुहोस् र आजै गर्नुपर्छ यो। किनभने तपाईँले जुन त्यो अवस्थामा जुन घटना भएको बेलामा जुन कपडाहरू लाउनु भएको थियो त्यो कपडाहरू भोलि आउँदाखेरि त्यो कपडाहरू कहाँ छ होइन, त्यो पनि ल्याइदिनुहोस्। त्यो किन त्यो भनेको मेन हो सबुत प्रमाण हो। भोलि त्यहाँ पनि केही भेट्न सकिन्छ, हामीले प्रमाणहरू फेला पार्न सकिन्छ। जस्तै अब तपाईँलाई भन्नु यो पर्दाखेरि अब त्यो कपडामा छोरा मान्छेको प्रियहरू खसेको हुनसक्छ होइन, रौँहरू भेटाउन सकिन्छ। त्यही कारण त्यो कपडा चाहिँ सुरक्षित साथमा नधुकिने ल्याइदिनु होला। ल लिएर जानुहोस् यो पत्र लिएर। यससँगै प्रहरी अभियुक्तलाई पक्राउ गर्नतिर लाग्छ। प्रहरीको सिफारिस पत्र सहित पीडित सरकारी अस्पताल जानुपर्छ। अस्पताल जानुको प्रमुख कारण चोटपटकको उपचार गर्न त हो नै, साथै कानुनी प्रमाण जुटाउन पनि यसले निर्णायक भूमिका खेल्छ। त्यसैले जतिसक्दो चाँडो अस्पताल जानुपर्दछ। ढिलो अस्पताल गए प्रमाणहरू नष्ट हुन सक्छन्। परीक्षणबाट सङ्कलित प्रमाणहरू अस्पताल मार्फत प्रहरीकोमा नै पठाउने गरिन्छ। प्रहरीले पीडितको तर्फबाट जाहेरी दरखास्त माग्दछ। त्यसपछि प्रहरीले घटना भएको स्थानमा भेटिएका तथा अस्पतालबाट प्राप्त प्रमाण र अभियुक्तको बयानसहित जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउँछ। यसकै आधारमा जिल्ला सरकारी वकिलले अभियुक्तलाई हदैसम्मको सजाय होस् भनेर अभियोग पत्र बनाई अदालतमा दर्ता गर्छन्। तपाईँ आउनुपर्ने, हामी कहाँ आउनुपर्ने हुन्छ। पीडितले चाहिँ हामी कहाँ जाहेर दिनुभएको छ। मलाई चाहिँ दीपक मगरले म चाहिँ बच्चा लिन जाँदै गर्दाखेरि मलाई चाहिँ जबरजस्ती गर्यो र जबरजस्ती करणी गर्यो भनेर चाहिँ उहाँले जाहेर दिनुभएको छ। उहाँहरूले त भनिसक्नुभयो एउटा वस्तु सिमुचुला गर्नुपर्छ होइन, त्यो सिलसिलामा तपाईँलाई यहाँले भेला जम्मा पारेको र अब तपाईँले के देख्नुभयो त, यो घटनासम्म तपाईँलाई कतिसम्म थाहा छ, देख्नुभयो कि सुन्नुभयो कि के बुझ्नुभएको छैन, त्यो कुरा चाहिँ यथार्थ विवरण चाहिँ यहाँ के गरिदिनुहोस्, लेखाइदिनुहोस्। उहाँले भनेको अनुसार चाहिँ उहाँ रुँदै आउनुभयो अनि उसको अनुहार पनि नराम्रो उदास देखेको कारण हामी मेरो साथी र म गएर चाहिँ उहाँको घरमा गएर सोद्धाखेरि यस्तो यस्तो दिपकले मलाई जबरजस्ती करणी गर्यो भनेर भन्यो। त्यसैले हामीलाई जहाँसम्म लाग्छ दिपक हाम्रो समाजकै फटा व्यक्ति हो। उसको पहिलादेखि त्यस्तो नराम्रो नियतको कार्यहरू गरेको मैले अर्केटीहरू जिस्काएको पनि देखिरहेको थिएँ होइन। अनि पीडितको पनि अनुहारभरि क्या दागै दाग, जिउभरि दागै दाग थियो, कपालहरू पनि सबै बिग्रेको थियो, कपडाहरू पनि सबै च्यात्तेको थियो। अनि ऊ साह्रै रुइरहेको थियो। अनि मलाई लाग्छ उसले नि यस्तो गरेको होला।
जे भन्नुभएको छ कुरा होइन, तपाईँले जे देख्नुभएको छ, जे सुन्नुभएको छ, जे बुझ्नुभएको छ, तपाईँले आज जे भन्नुभयो, जे यहाँ लेखाउनु भएको छ त्यही कुरा उहाँ कोर्टमा गएर भन्नुपर्छ। सल्लाह हस् आजलाई चाहिँ जजको सम्बन्धी मुद्दा चाहिँ पेशीको लागि लिएर आएको हो हामीले। अनुसन्धान पुरा गर्नुभयो? अनुसन्धान पुरै सकिएर यो आज अन्तिम दिन हो। त्यसो भए उहाँलाई त्यहाँ राख्दै गर्नुहोस्, म अभियोग पत्र तयार गर्छु, त्यो त्यहाँपछि कोर्टमा लिएर जाउँ। यसरी अभियुक्तलाई सजाय होस् भनेर अदालतमा मुद्दा दर्ता गरेपछि प्रतिवादी अथवा अभियुक्तको बयान लिइन्छ र अदालतमा थुनछेकको लागि बहस हुन्छ। पीडिता गदस को जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दीपक मगर समेत भएको जबरजस्तीकरण मुद्दामा आज यो थुनछेक प्रयोजनको लागि म वादीको तर्फबाट नेपाल सरकारको तर्फबाट सम्मानित बेन्चमा बहसको लागि उपस्थित भएको छु। दीपक मगरले पीडिता ग10लाई मुलुकी ऐन अदालती बन्दोबस्त 118 को देहाय 2 बमोजिम थुनामा राखी कारबाही गरी पाऊँ भनी म सम्मानित बेन्च समक्ष विनम्र अनुरोध गर्छु। मुलुकी ऐन जबरजस्तीकरणको महलको 3 नम्बर बमोजिम सजाय गरी एजेन्ट नम्बरको 10 नम्बर बमोजिम क्षतिपूर्ति समेत दिलाइ भराइ पाऊँ भनी अभियोग पनि स्पष्ट देखिन्छ। यी प्रतिवादीलाई थुनामा राखी मुद्दाको पूर्वपक्ष गरी पाउन बेन्च समक्ष सादर अनुरोध गर्दछु। प्रतिवादी तर्फबाट विद्वान मित्रहरू सुरु गर्नुहोस्। मेरो पक्षलाई अहिले पूर्वपक्षको निम्ति थुनामा राखेर कारबाही गर्नु भन्दाखेरि सादा तारिकमा मुद्दाको राखेर मुद्दाको पूर्वपक्ष गर्नुपर्छ भन्ने मेरो बहस अगाडि बढ्नेछ। र मेरो पक्षले चाहिँ त्यस्तो किसिमको अमानवीय अपराध नगरेको त्यो दिन दसैँ र पाहुनाहरू भएको र जुन किसिमले वस्तुस्थिति मुचुल्काएको व्यक्तिहरूले चाहिँ त्यहाँनिर किटानी भनिदिएको छन् भन्ने अवस्था छ, तर उनीहरूले देखेको अवस्था छैन। शङ्काको भरमा मात्र उनीहरूले यो थियो कि यो फटा हो अथवा यो हुनसक्छ भन्ने कुराले मात्रै गर्दाखेरि मेरो पक्षलाई चाहिँ सम्मानित अदालतले अबम 47 नम्बर बमोजिम सादा तारिकमा राखेर पूर्वपक्ष गर्नलाई चाहिँ सम्मानित अध्यक्ष समक्ष अनुरोध गर्दछु। बहसपछि अदालतले अभियुक्तलाई थुनामा राख्ने, धरौटी जमानतमा छाड्ने वा सादा तारिकमा छाड्ने आदेश गर्दछ। कोही फरार भएमा अदालतमा हाजिर हुनका लागि वारेन्ट समेत जारी हुन्छ। प्रतिवादी फरार नभए सामान्यतः साक्षी बकपत्रको समेत आदेश हुन्छ। कुनै प्रतिवादी हाजिर नभई फरारै रहेमा उसको अंश रोक्का गरिन्छ। अदालतमा महिला तथा बालबालिका विरुद्ध हुने हिंसाजन्य मुद्दाहरूलाई गोप्य राख्ने उद्देश्यले इन क्यामेरा हियरिङ अर्थात् बन्द इजलासको व्यवस्था गरिएको हुन्छ। यसमा पीडित व्यक्तिको नामदेखि उसका हरेक सूचनालाई गोप्य राखिन्छ। बन्द इजलासमा न्यायाधीश, वादी, प्रतिवादी र निजहरूको कानुन व्यवसायीहरू बाहेक अन्यलाई उपस्थित गराइँदैन। तर पीडितका केही नजिकका आफन्त तथा साथीहरूले अदालतमा बहस सुन्न चाहेमा पीडितले सिफारिस गरेका व्यक्तिहरूलाई न्यायाधीशको अनुमतिमा मात्र इजलासमा बस्न दिइन्छ। यो बन्द इजलास हो, तपाईहरु अहिले जति
कसूर भएको छ तपाईँको बोल्न आउनुहुन्छ कानुनी शैली के हो 2069 साल कार्तिक 12 गते तपाईँलाई के भन्नु थियो सम्पूर्ण बेलाको लागि नानी स्कुलबाट आएको थिएन र साँझ परेकोले गर्दाखेरि म नानीलाई खोज्नु जङ्गल गइरहेको बेलामा त्यस बेला दिपकले हातपात गर्यो भनेर मुद्दा आएको छ। तिमी त्यतिखेर त्यो करायो चिच्यायो भने अरू कोही मान्छेहरू भेला भएर तिमीलाई छुट्याउन आयो कि आएन? प्रमाण बुझ्ने कार्य सकेपछि अदालतमा कानुन व्यवसायी वकिलहरूद्वारा बहस पैरवी हुन्छ र अदालतले प्राप्त प्रमाणका आधारमा अभियुक्तलाई सजाय वा निर्दोष भएको फैसला गर्छ। अधिकार प्राप्त अधिकारी समक्ष बयान गर्दा आफ्नो कसुरलाई पूर्ण रूपले स्वीकारेको अवस्था छ र यसमा अब अभियोग पत्रमा पनि श्रीमान यो मुलुकी ऐन जबरजस्तीकरणीको 3(1) नम्बर बमोजिमको सजायको माग दाबी भएर चाहिँ अभियोग पत्र जारी भएको अवस्था छ। तसर्थ श्रीमान यी प्रतिवादी दीपक मगरलाई चाहिँ जबरजस्तीकरण मुलुकी ऐन जबरजस्तीकरणीको 1 नम्बर विपरीतको चाहिँ कसुर गरेको हुनाले उक्त ऐनको 3(1) नम्बर बमोजिमको हदैसम्मको सजाय गरी पाऊँ भनी सम्मानित अदालत समक्ष माग गर्दछु। हस्पिटलको रिपोर्टदेखि लगायत सम्पूर्ण प्रमाणहरूलाई हेर्दाखेरि यो चाहिँ अपराध भएको र यो घटना घटेको अवस्था देखिन्छ र त्यो घटना पनि प्रतिवादी दीपक मगरले घटाएको भन्ने कुरा यथेष्ट प्रमाणबाट पुष्टि हुन आएको अवस्था छ र म यहाँ धेरै अदालतको समय खेर फाल्न चाहन्न र सोही कुरालाई बेन्च समक्ष राख्दै मुलुकी ऐन जबरजस्तीकरणीको महलको 3 नम्बर बमोजिम हदैसम्म सजाय गरी कडाभन्दा कडा कारबाही गरी पाउन बेन्च समक्ष अनुरोध गर्दछु। यी प्रतिवादीलाई लगाइएको अभियोग जाहेरी छ। यो जाहेरीबाट प्रतिवादीलाई थुन्नुपर्ने अवस्था छैन र जाहेरीलाई खण्डन गर्ने गरी मेरा प्रतिवादीका साथीहरूले अदालत समक्ष आएर गरेको बयानबाट के पुष्टि हुन्छ भने उक्त वारदात घटेकै होइन। यो एउटा काल्पनिक हो। मेरो पक्षलाई षड्यन्त्र गरेर फसाउने नियतले सम्मानित अदालत समक्ष मुद्दा ल्याएकोले गर्दाखेरि यो जाहेरीको दरखास्तको आधारबाट मेरो पक्ष कसुरदार स्थापित हुने अवस्था छैन श्रीमान। दोस्रो कुरा, मौकामा कागज गर्ने मान्छेहरूले यी प्रतिवादीहरूलाई फसाउने नियतले कागज गरेको आधारबाट एउटा मान्छेको चरित्रको कुरालाई लिएर यो मान्छे फटाओ भन्ने लान्छन लगाएर जुन किसिमको बयान वक्तव्य गरिदिएको छ यो आधारबाट चरित्रलाई प्रमाणमा लिन नमिल्ने हुँदाखेरि कस्तो मुद्दामा दोस्रो आधारबाट यी प्रतिवादी कसुरदार हुने स्थिति रहँदैन। दीपक भाइ फेरि भन्नु छ? प्रस्तुत मुद्दामा प्रतिवादीले मुलुकी ऐन जबरजस्तीकरणीको महलको 1 नम्बर अनुसार कसुर गरेको देखिँदा प्रतिवादीलाई ऐजन ऐनको दफा 3 को 5 बमोजिम 7 वर्ष कैद हुने ठहर छ। साथै प्रतिवादीको सम्पत्ति जायज यथाबाट पीडिता जायरवालीलाई रु 50,000 क्षतिपूर्ति समेत भराइ पाउने ठहर छ। अपराध गर्नेले कानुन अनुसार सजाय पाउँछ। कुनै पनि अपराधीलाई अदालतले उम्कन दिँदैन। यसकारण कसैलाई पनि अन्याय भएको छ भने क्याम्पमा रहेको जेन्डर फोकल पोइन्टको सहारा लिई अदालतसम्म पुग्नै पर्छ। अपराधीलाई सजाय दिलाउनु भनेको अपराध रोक्नु पनि हो। त्यसैले अन्याय सहेर नबसौं।